नमस्ते सम्पूर्णमा अनि तपाईहरु के कस्तो हुनुहुन्छ हाम्रो हालत चाहिँ एकदम पातला छ हैन अनि आज चाहिँ हाम्रो पिकअपको यात्रा हुँदैछ अनि कहाँ जाँदैछौँ भन्दा चाहिँ यहाँ चाहिँ छ माइजू अनि म र माइजू अनि अगाडि चाहिँ हामी अटिनाङ नि त गत्तालो भएर अनि ड्राइभर पनि त्यस्तै गत्तालो हैन हामी अनि 3 जना चाहिँ नअट्ने भएको कारणले गर्दा जम्मा ड्राइभरसँग 4 जना अनि त्यही कारण हाम्रो चाहिँ आज सुक्खेको यात्रा छ कि अनि हामी चाहिँ प्लानिङ गर्यौं त्यहाँ भित्र भन्दा चाहिँ अपुइ आमा भित्र भन्दा चाहिँ बरु बाहिरै हावा खाँदै जाउँ भनेर है के को लाज सबै कुरोमा इन्जोय गरिराख्नुपर्छ हैन माइजू हो है सही हो एकदम सुहाव हावा यतिको त फ्रन्ट सिटमा बस्नेहरु पनि उयो खुसी हुँदैन होला जतिको हामी भइरहेको छौँ हो यहाँ हाँस्दै हामी गफठट्टा गर्दै अहिले बाटोको नजरिया पनि तपाईहरुलाई देखाउने छु है ल अहिले हामी भने चाहिँ सुक्खी चाहिँ अहिले प्राय यो तामसाङ साइडबाट जाने गर्छ यो चाहिँ हाम्रो गाउँदेखिको तेर्सो बाटो हो हैन सदा चाहिँ मेन रोड भएरै जाने गर्थे सुक्खी तर जान्छ तर अहिले प्राय चाहिँ छिटो हो रे नि त यो चाहिँ अन्त बाटो पनि बनिएको छ अरे कि अनि फिलहालमा चाहिँ हामी चाहिँ यो चाहिँ तामसाङको तेर्सो चाहिँ हामी जाँदैछौँ अनि मजा आउँदैछ चिसो हावा खाँदै अनि आज चाहिँ हामी भन्नु हो भने चाहिँ सुक्खी चाहिँ हाम्रो एसएसजीको कामले गएको कि अनि अचानक भयो नि त हाम्रो प्लानिङ चाहिँ है माइजू आज एकदम अचानक 10 बजीतिर घरबाट हिँडेको त्यही कारण अब गाडीको प्रबन्धहरू पनि मिल्नु साह्रो पर्यो र यो आन्टीको पिकअपमै हामी लगेर गइरहेको छौँ हैन अन्त भन्नुपर्दा चाहिँ सुक्खी चाहिँ अब यतिकै पुग्ने हो आज हामी अहिले तपाईहरुलाई बाटोको नजरियाहरू एकदम देखाउँछु नि हैन त्यति बेलासम्म तपाईहरुले पनि मजा मानेर इन्जोय गरेर हेर्दै गर्नुहोस् हाम्रो भिडियोहरू माइजू के भन्नुपर्छ छैन अहिले बाटोमा भन्नुपर्छ ल ल अब भने चाहिँ हामी यहाँ खासमलको यहाँ काम गर्दै गरेकोमा मेरो पतिदेव यहाँ छ हामी हेर न खै आइ भन्दै त हामी त अब यस्तोमा छ आजको टुर लु गयो ल लु मामा बाई सुक्खे त्यो भएर भ्याउसाको पो छ नि त्यही त लु गुदामधुरा चाहिँ आइपुग्यौँ हामी तामसाङको आएको चाहिँ लाग्यौँ है हामी चाहिँ ठाडो यो गुदामधुरा उकालो के तेर्सो माइजू यो चाहिँ यो तेर्सो अलिक पानी दिनु पर्छ ए यहाँदेखि यो चाहिँ देख्दै गरेको चाहिँ तपाईहरुले चाहिँ चिन्नुहुन्छ होला प्राय जसोले चाहिँ यो चाहिँ तामसाङको यो पोखरी हैन बाटो चाहिँ यस्तो रफ रहेछ यहाँसम्म चाहिँ तर आधी बाटोदेखि चाहिँ पिस रहेछ दामी रहेछ अब चाहिँ सललमा भ्लग गराए हुन्छ हैन अहिलेसम्म चाहिँ अलिकति बिचमा चाहिँ देखाइन बाटो यस्तो डरलाग्दो रहेछ कि आमा मेरो त यहाँ दाँत ठोकिन्छ भनेर डर लागिसक्यो माइजू मेरो अगाडिको सलल आमामा दामी ला के राम्रो बनाएछ है ओइ के दामी रहेछ बाटो यस्तो बाटो मजा आउँछ हिँड्नु है त्यही त माथि देख्दै गरेको गाउँहरू चाहिँ कालधुराहरू माइजू यो है ए कालधुरा यो लरङ धुरा होला हौ के हो हामी त्यस्तो त चिन्दैन यो चाहिँ तर सबै तामसाङै पर्छ कस्तो रमाइलो लाग्दो लाग्यो ल हामी चाहिँ यो चाहिँ के माइजू यो मन्सीधुरा खासमल यो तामसाङको चाहिँ यो खासमल भने यो टुप्पो प्राय यो चाहिँ पर्छ अब हामी त्यहाँ आइपुगिसक्यौँ मेरो चाहिँ फोन पनि अलिकति चर्के एकपल्ट झऱ्यो मेरो फोन आमामा यहाँ चाहिँ भन्ने हामी चाहिँ अब चाहिँ चिसो भेट्दै गयौँ हैन लुगाहरू पनि अलिक पातला लगाएर आएको छौँ अन्त गीत चाहिँ माइजू
चिसो चिसो छ मौसम भन्दै गाउँला जस्तो भइसक्यो हाम्रो चाहिँ कि चाहिँ हामीलाई त्यस्तो थाहा छैन नि त हो तर हाम्रो अवस्था चाहिँ एकदम नाजुक होला जस्तो भयो चिसो भएर तर पनि अब एडजस्ट गरेरै सुत्के चाहिँ यतिकै पुग्ने हो है माइजू म आमा अलिक अब फेरि रफ बाटो आउँदै रहेछ यहाँ ब्यागको गाडीहरूले पनि के हामीलाई भन्दै होला तर जेसुकै भन्नुहोस् होइन हामी चाहिँ सुत्के चाहिँ यतिकै पुग्ने हो पक्का मेरो हेर्नु न बाहिरको सर्ट उडाएको शक्तिमान जस्तै लाग्यो आफूलाई अब भने चाहिँ हामी चाहिँ अहिले फिलहालमा मेन रोडमा धुरा चाहिँ आइपुगिहाल्यौँ होइन अनि चिसो चाहिँ एकदम बेसी बढेर गयो तपाईँहरूले पनि देख्नु सक्नुहुँदैछ यहाँ ब्यागको चाहिँ अब यस्तो धुपमा भयो नि त अरू चाहिँ के होइन कि हामीलाई चिसो चाहिँ नलागोस् आज लु मेरो त माइजू हजुर हाम्रो पछाडि एउटा गाडी छ कि मैले सर्टहरू उडेको कस्तो देख्दै होला शक्तिमान भनेको जस्तो भयो है मान्छे र पनि मजा आयो अघि बिचमा चाहिँ तपाईँहरूलाई मैले देखाउनु सकिनँ किनभने फोन झरेर बर्बाद भयो नि हो कति कष्ट चाहिँ गर्दैछु भिडियो बनाउँदै आउँदा चाहिँ यहाँ चाहिँ बाटोमा पुलिसले भेटेर बहिनी लड्छ भन्दै झन्डैले है माइजू झन्डैले ठट्टायो हो अब यो चाहिँ हाम्रो ग्रुपको एसएसजीको साथीहरूले चाहिँ एकदम बुझ्नु पर्यो आजको दिनमा चाहिँ झन्डै माया गर्नु पर्यो झन्डै पुलिसले ठट्टायो हामीलाई चाहिँ यस्तो बेला भ्लग गर्दै आउँदै थियो कि लड्छ बहिनी भनेर रोकिहाल्यो हो गाडी त तर हाम्रो अगाडि गाडीले रोकेको रहेछ हो अब हामी चाहिँ सुकिया बजार आइपुग्यौँ अनि जे होस् मजा आउँदैछ बेला बेला चाहिँ यस्तो खालके टालीमा बसेर पनि इन्जोय गर्नुपर्छ यात्राको हो माइजू चाहिँ बिचारा टोपी लाइजेल भयो जाडोबाट आइपुग्यौँ नि हौ अब त आइपुग्यौँ है ल अब हामी चाहिँ आइपुग्यौँ हो अब चाहिँ झर्नु पर्ने माइजू म त सक्दिनँ त खोली माग्दिनँ ल आइपुग्यौँ है हामी चाहिँ यहाँ हेर्नु ल अगाडि त कत्रो छ हामी यहाँ आँट गरेको थियौँ यहाँ एउटा छ हो अर्को यहाँ हेर्नु हो हाम्रो चालक दाजु झन् यत्रो छ है अन्त अँट्छ र अन्त हामी त अँट्दिनँ नि ल अब हामी भने चाहिँ पहिलाचोटि चाहिँ ब्याङ्कको काम सिद्धाउनु पर्ने हुन्छ होइन अन्त हामी चाहिँ ब्याङ्कतर्फ जाँदैछौँ अब काम चाहिँ हाम्रो प्रायः आज ब्याङ्कमा खालि छ नि त अन्त सुकेको एक झलक तपाईँहरूलाई म देखाउँछु दिन चाहिँ जाडो रहेछ आज यस्तो छ सुके बजारको नजरियाहरू तातो लुगा नलाइआएको चाहिँ धोका भयो सायद हामी पिकअपको पछि बसेर आएर पनि होला चिसो भएको चाहिँ जाडो भयो यस्तो छ है यो चेपबाट यो माथिल्लो तलामा चाहिँ हाम्रो एसबिआई ब्याङ्क छ होइन सुकेको नि त्योभन्दा पहिला चाहिँ पासबुकहरू एन्ट्री गर्ने काम गर्ने रहेछ यस्तो छ हेलो गाइस भन्नुहुँदैछ सेवान्ने यहाँ बहिनीको हो यो होइन बिचारा मेरो ब्लगमा हाई गरिदिएको है मिठो मिठाई छ यहीँ ल अब चाहिँ ब्याङ्कभित्र चाहिँ पस्दैछु हो अनि आज चाहिँ शिरदेखि पुच्छरसम्म चाहिँ कालो लगाएर आएको कि यस्तो धोका भयो पिकअपको टालीमा आएको फुस्रै माटो लागिरहेको छ अब हामी चाहिँ ब्याङ्कमा चाहिँ आइपुग्यौँ र ब्याङ्कमा चाहिँ अब हाम्रो एसएसजीको काम गर्नुपर्ने हुन्छ हेर्नु चाहिँ हामी सुकेको दिन चाहिँ के हो जहिले न तहिले यस्तो धुम्म आज चाहिँ धोका भयो मलाई धोका पुरा जाडो भयो पातला लुगा लगाएर आएको त अब घरमा त अब एकदम गरम थियो नि त चिसो पानीले नुहाएर आउँदा पनि सन्चो हुने खालको गरम थियो हो हेर्नु न सुके चाहिँ
त्यही सम्झिएँ मैले चाहिँ। अन्धकार ल हाम्रो चाहिँ ब्याङ्कको चाहिँ काम चाहिँ अब सक्यो। अन्त अब चाहिँ फिलहालमा हामी पेट पूजा गर्ने हो है माइजू। खानुको लागि चाहिँ हामी जाँदैछौँ। आज चाहिँ यहाँ चाहिँ हामी सधैँ आउँदा मोमो खान्थ्यौँ है, तर आज चाहिँ मोमो नखाएर चाहिँ आज चाहिँ भातै खाने सबको सल्लाह भयो नि त, भात खाने आज। ल हाम्रो चाहिँ खाना आइसक्यो होइन। यहाँ हाँस उठाउँदैछ हाम्रो मान्छे हेरेर चाहिँ नि यो भात भएन अरे 2 गाँसमै दुध के मारे आन्टी यति भातले है त अलिक थप्दा अलिक कडा थपी माग्नुपर्छ नि त। यहाँ आन्टीको चाहिँ आउनु भएको छैन। यहाँ माइजूको चाहिँ चिकन मोमो। ल यो भेज थाली आइपुग्यो आन्टीको पनि। कमजोरी अब ल हामीलाई चाहिँ मजाले थपिदिन्छ मान्छे हेरेर आन्टी। ल सुरु गरौँ ल। ल हामी खाना खाएर पनि निक्ल्यौँ। खाना त जे होस् दामी आयो आन्टी। कस्तो लाग्यो आन्टी? घिउ लगाइदिएर पनि मिठो भयो। आन्टीको झन् बोली हो, चिप्ले पोले सिलाएर त घिउहरू हालिदिएर भातमा हो। कस्तो मिठो खाना चाहिँ। सुकेको वेदरको चाहिँ ग्यारेन्टी हुँदैन हजुर। ल सिसा डबल माग्नु न माइजू। घाम चाहिँ फेरि मजाले लागेर चाहिँ तातो भयो हो। अघि चाहिँ कस्तो थियो। लु अब चाहिँ भने हामी चाहिँ घर फर्किने बेला भयो हो। अब चाहिँ लिन्छ म चढेको देखाउनु मलाई। देख्दैन त केही पनि। ए देख्दैछ देख्दैछ। झन्डा उल्टा पार्नु अनुका बहिनीले। ल अब हामी चाहिँ घर फर्किएको होइन। त्यो गाडीमा पनि चढिसकेँ। अनि अघि चाहिँ गाडीमा चढ्दै गर्दा चाहिँ झन्डै मैले माइजूलाई नै उल्टा पानी पठाएँ होइन। अनि एकदम जाडो भयो र अहिले चाहिँ उभिएर चाहिँ भिडियो बनाउने चाहिँ अब त्यो तागत हराइसकिसक्यो। त्यही कारण चाहिँ यहाँ आन्टीको चुन्नी पनि मागेर यी बेटारे घाम दुख्ला जस्तै भयो होइन। अन्त हाम्रो चाहिँ बसाइ छ टायरमा र सन्चो भइरहेको छ है माइजू। सन्चो रहेछ, सजिलो पनि भयो। अनि आज चाहिँ खासै गरी हो भने चाहिँ भिडियो बनाउने चाहिँ मेरो त्यस्तो प्लानिङ थिएन कि, तर आउँदा आउँदा अब यादगार एउटा रिमेम्बर पनि हुन्छ भनेर चाहिँ बनाएको होइन। अनि आजको भिडियो के कस्तो लाग्यो। आज सुकेको भन्दा मेन त हाम्रो यो पिकअपको पछि ब्याक साइडको यो टालीमा बसेको यात्राको भिडियो के कस्तो लाग्यो तपाईँहरूलाई होइन। मन परेछ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला। अनि नेक्स्ट भिडियोमा भेट्नेछौँ र आजको भिडियोलाई यतिमा नै बिदा माग्दै सबैजनालाई बाई बाई माइजू। बाई बाई।